मेरो युएसमा बस्ने स्टुडेन्टले यस्तो अम्ब्रे लिप्स कसरी गर्नुहुन्छ म्याम प्लिज एउटा भिडियो गराइदिनुहोस् न भनेर रिक्वेस्ट गर्नुभएको भएर मैले यो भिडियो हजुरहरूलाई पनि सेयर गर्न गइरहेको छु उसलाई भिडियो बनाउँदाखेरि। त्यही भएर इफ हजुरलाई पनि मनपर्छ भने भिडियो कम्प्लिट हेर्नु होला। अम्ब्रे लिपस्टिकको लागि चाहिँ तपाईँलाई एउटा डार्क सेड र एउटा न्युड सेड चाहिन्छ। मैले चाहिँ अहिले स्विस ब्युटीको डार्क चक्लेट 12 नम्बरको लिएको छु लिप लाइनर भनेपछि लासियाको 05 न्युड ब्राउन न्युड लिपस्टिक लिइरहेको छु। पहिला चाहिँ म यसलाई लिप लाइन गर्छु। मलाई चाहिँ हल्का ओभरलाइन गर्न राम्रो लाग्छ। मेरो लिप सानो भएको भएर यो चाहिँ तपाईँको अप्सनल हो, जे पनि गर्दा हुन्छ। आफ्नै लिप सेपमा गर्दा नि भयो। यसरी अनि मलाई हल्का राउन्ड लिप्स मनपर्ने भएको भएर यसरी आफ्नो लिप सेप जस्तो गराउनु मन छ हजुरलाई त्यस्तै गराउँदा भयो। अब यो ओभरलाइन गरिसकेपछि चाहिँ हामीले हल्का यो ओभरलाइनलाई हल्का ब्लेन्ड गर्नुपर्छ, धेरै पनि होइन, हल्का हल्का यसरी। यो लाइनको हार्स लाइन नदेखियोस् भनेर हो। अब कतिजनाले त यत्तिकैमा पनि ट्रान्सप्यारेन्ट लिप ग्लस लगाएर यत्तिकै पनि हजुरलाई कम्फर्टेबल छ भने चाहिँ यत्तिकै पनि एउटा लुक हुन्छ होइन। तर मलाई चाहिँ लिपस्टिक एड गर्दा नै राम्रो लाग्छ, त्यो चाहिँ आफ्नो आफ्नो चोइस हो। न्युड लिपस्टिक पनि तपाईँले पुरै लिप्समा नलगाउनु, सबैतिर यस्तो सेन्टर अफ लिप्समा यसरी लगाउनु। त्यसपछि हल्का स्मोच गर्ने होइन, हल्का 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 गरेर त्यसपछि चाहिँ म के गर्छु हल्का हातले नि हल्का यसरी ब्लेन्ड गर्ने। यसरी ब्लेन्ड गरेपछि हजुरको यो लुक यस्तो आउँछ। एन्ड अब यत्तिकै हजुरलाई म्याट लुक चाहिन्छ भने यत्तिकै गर्दा नि हुन्छ होइन। इफ तपाईँलाई ग्लस चाहियो यसमा ग्लसी लिप्स मनपर्छ भने हजुरले ग्लस पनि एड गर्न सक्नुहुन्छ यसमा। म ग्लस पनि एड गरेर देखाइदिन्छु एकचोटि। यो चाहिँ मलाई एउटा बहिनीले गिफ्ट दिएको थियो, सो ब्रान्ड अब मलाई थाहा भएन त्यस। अनि ग्लस एड गर्दाखेरि धेरै प्रेसर दिएर चाहिँ नगर्नु होला, हल्का हल्का। अनि ग्लस लगाइसकेपछि चाहिँ स्मज नगर्नु होला, नत्र लिपस्टिकको जुन अब तपाईँले यत्रो अम्ब्रे गराउनु भयो लिप्स यताउता भएर स्मज भएर त्यो राम्रो देखिँदैन। अनि त्यो जुन दुईवटा कलरको डिफ्रेन्स भेरिएसन राम्रो भएको छ नि त्यो पनि हराउँछ, बिलाउँछ। अनि लिपस्टिक पनि चाँडो मेसी हुने यताउता हुनसक्छ। सो दिस इज द लुक, होप दिस हेल्प्स। बाई बाई।